माकुरो, कमिला र जालो। एक पटकको कुरा हो, एक माकुरो आफ्नो जालो बुन्न उपयुक्त ठाउँको खोजीमा थिए। ऊ चाहन्थे कि उसको जालो यस्तो ठाउँमा होस् जहाँ धेरै किरा, साङ्ला र माखाहरू आएर जालोमा फसुन्। यसरी ऊ सजिलै खान पाओस् र जीवन आनन्दपूर्वक बितोस्। उसले एउटा घरको कुना मन परायो र त्यहाँ जालो बुन्न तयारी गर्न थाली। जालो बुन्दै गर्दा त्यतैबाट एउटा बिरालो हिँडिरहेको थियो। उसले माकुरोलाई देखेर जोडले हाँस्न थाली। माकुरोले सोधी, किन हाँसिरहेकी छौ तिमी? बिरालोले भन्यो, म त तिम्रो मूर्खता देखेर हाँसिरहेकी छु। के तिमीले देख्दैनौ यो कुना कति सफा र चिटिक्क छ? यहाँ त न किरा छन् न माखा। तिम्रो जालोमा त कोही पनि फस्नेवाला छैन। बिरालोको कुरा सुनेपछि माकुरोले त्यहाँ जालो बनाउने विचार छाडेर अर्को ठाउँ खोज्न थाली। उसले घरको बरन्डाबाट झुन्डिएको एउटा झ्याल देखी र त्यहाँ जालो बुन्न थाली। जालो आधा जति बुनिसकेको थियो कि एउटा चरा आयो र उसले पनि माकुरोको मजाक उडाउँदै भन्यो, के तिम्रो दिमाग ठीक छैन र? झ्यालमा जालो बुनिरहेकी छौ। जब जोडले हावा चल्छ तिम्रो जालो त उडेर जान्छ। माकुरोलाई चराको कुरा केही हदसम्म सही लाग्यो। उसले तुरुन्तै त्यहाँ जालो बुन्न छाडेर अर्को स्थानको खोजी गर्न थाली। खोज्दै जाँदा उसले एउटा पुरानो दराज देखी जसको ढोका अलिकति खुल्ला थियो। ऊ त्यहाँ जालो बुन्न थाली। त्यतिबेला एउटा झिगा त्यहाँ आयो र उसलाई सल्लाह दिँदै भन्यो, तिमी यहाँ जालो नबनाऊ। यो दराज त निकै पुरानो भइसकेको छ। चाँडै नै यसलाई बेच्नेछन्। तिम्रो सारा मेहनत खेर जानेछ। माकुरोले झिगाको कुरा सुनी र फेरि त्यहाँबाट पनि जालो नबनाई अर्को स्थान खोज्न निस्के। यसै गर्दा गर्दै दिन बितिसकेको थियो। उनीकै थाकिसकेकी थिए, न त भोक सहन शक्ति, न त जालो बुन्ने हिम्मत बाँकी थियो। थकित र निराश भई ऊ एउटा कुनामा बसेर आराम गरिरहेकी थिए। त्यही एउटा कमिला पनि बसिरहेको थियो। कमिलाले थकित देखिएकी माकुरोलाई हेरी र भन्यो, म तिमीलाई बिहानदेखि देखिरहेकी छु। तिमी नयाँ जालो बुन्छौ अनि अरूको कुरा सुनेर अधुरै छाड्छौ। जसले सधैँ अरूको कुरा सुन्छ उसको हालत तिमी जस्तै हुन्छ। कमिलाको कुरा सुनेर माकुरोलाई आफ्नो गल्तीको महसुस भयो र ऊ पछुताउन थाली। शिक्षा। जब हामी कुनै नयाँ काम सुरु गर्छौँ त्यतिबेला धेरैजसो नकारात्मक सोच भएका मानिसहरू हामीलाई निरुत्साहित गर्न आउँछन्। उनीहरू भविष्यको डर देखाउँछन्, समस्याहरूको सूची सुनाउँछन् र हाम्रो हिम्मत घटाउने कोसिस गर्छन्। कहिलेकाहीँ हामी उनीहरूको कुरा सुनि हाम्रा काम अधुरा छाड्छौँ र पछि पछुतो मान्छौँ। त्यसैले कुनै काम सुरु गर्नु अघि राम्रोसँग सोच विचार गरौँ अनि एक पटक सुरु गरिसकेपछि आत्मविश्वासका साथ अघि बढौँ। लक्ष्यमा पुग्न दृढ निश्चय जरुरी छ। सफलता उनीहरूलाई मिल्छ जो बिचैमा नछोडी अन्तिमसम्म लागिरहन्छन्।